हेलो गाइस, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ म रागी रुमको भ्यू पोइन्ट घुम्न जाँदैछु है। अन्त तपाईँहरूलाई म त्यहाँ गएर त्यहाँको अब भ्यूहरू देखाउने छु, हेर्दै गर्नुहोस् होला। हामी चाहिँ यहाँ भ्यू पोइन्ट घुम्न आएको थियौँ हो। अन्त हामी यहाँ आइपुग्यौँ हो। अब यहाँनिर पस्दैछौँ भित्र हो। यहाँ मम्मी छ। फाइनली हामी यहाँनिर भ्यू पोइन्टमा आइपुग्यौँ हो। यो चाहिँ आरसी हो। हाई भन आरसी। यो चाहिँ यहाँनिर सिनेरी देख्छ हो। अन्त यहाँ मुनिपट्टि चाहिँ लेखेको छ। यो चाहिँ हामी दुईजना यो डल्ली बल्लीहरू हो। यो चाहिँ मम्मी हो। हेलो भनिदिनु। नानाहरू अब चाहिँ हाम्रो कान्छा नानाहरू जाँदैछ घर। बाई भन लुगा र यहाँनिर त्यस्तो लेखेको रहेछ हो। म त यहीँ बसेर पनि आएको थिइनँ, आज फर्स्ट टाइम आएको। फाइनली अब चाहिँ हामी घुमेर जाँदैछौँ घर। पर काव्यहरू परतिर पुगिसक्यो। पर अनि चाहिँ हामी जाँदैछौँ। यो चाहिँ भर्खर रोड बनाउँदै गरेको छ हो। भर्खर राम्रोसँग कम्प्लिट पनि भएको छैन। यिनीहरू दुईजना चाहिँ माको बाँदरहरू छ। यो दुईजना चाहिँ हो स्पिड कुदेर आएछ हो। अघि जाँदाखेरि आउँदाखेरि त यस्तो भिडियो बनाउनु पाएको थिइनँ होइन। अन्त जाँदाखेरि तपाईँहरूलाई देखाउँदैछु यो रोडहरू। यहाँबाटै आएको थियौँ अघि हो। अहिले चाहिँ हामी जाँदैछौँ घर। तँ यिनीहरूलाई पनि देखाउनु भन्दैछ। लु हेरिहाल, यहाँ आऊ, यहाँ आऊ छिटो। देख्यौ आची नाना हो। पढ्नु पुरा अल्छी गर्छ। चाहिँ मैले अल्छी नाना राखिदिएको छु नाम। यहाँनिर चाहिँ यो काव्यको पापाको गाडी आउँछ। अन्त चाहिँ त्यहाँ चढ्छु भन्दैछ यिनीहरूले हो। यो गाडी आइपुग्यो हो। यिनीहरू चाहिँ पुरा एक्साइटेड भइरहेको छ। गाडी पनि रोक्यो। यो चाहिँ काव्यको पापा हो। हेलो भनिदिनु, हेलो भनिदिनु, हेलो भन्नु न। यहाँ चाहिँ 2 मिनटको मात्रै बाटो थियो होइन। अन्त यिनीहरू चाहिँ ऊ माथितिर पुग्यो हो। यिनीहरूलाई शान्ति भइरहेको छ त्यहाँनिर पुगेर। यिनीहरू चाहिँ झर्दैछ यहाँ तलनिर चाहिँ यहीँको बाटोहरू पनि पुरा गल्यो होला हो। के छ सरप्राइज? यिनीहरू चाहिँ बाँदरहरू, यी बाँदरहरू छ यहाँ। सौदा झार्दैछ यो काव्य। हाम्रो योहरू बोक्नु दियो हावा। काव्यले बोक्नु नसकेर चाहिँ नगर्नु न। ऊ काव्य लडेछ। भन्नु तपाईँ को? हाई भन्नु, हाई भन्नु न, हाई भन्नु न। कहाँबाट आएको तपाईँ? यहाँ त लन्डनको मान्छे छ हो। डुली बस्छ यहाँ लन्डनको मान्छेहरू। हामीलाई चाहिँ लन्डनबाट यो ल्याइदिएछ होइन। अन्त योहरू पनि ल्याइदिएछ। यो देखाउनु मम्मी। अब चाहिँ हामी यो खरबुजा खानु आँटेको छौँ। यो वाटरमेलन हामी खानु आँटेको छौँ। लामो काट्नु न। भगवानलाई चढाउँदैछ। हाई भन लु बसेर। हाई भन। कस्तो रहेछ? फुस्रो खालके छ। मिठो रहेछ। आरसी कस्तो रहेछ? फुस्रो छ नि। मन पर्दैन भन्दै खाँदैछ। ब्लग बनाइदिन। कस्तो लाग्यो आरसीलाई? तपाईँ कस्तो लाग्यो? एकदम बकवास। तपाईँ कस्तो लाग्यो?
बाबुलाई कस्तो लाग्यो मिठो हो? अब चाहिँ हामीले वाटरमेलन पनि खाइसक्यौँ हो। अब हामी चिया बनाउनु आँटेका हो अन्त यो च्यानल हेर्दै गर्नुहोस् है मेरो भिडियोहरू कस्तो लाग्यो सब्सक्राइब गरिदिनुहोस् होला फलो गरिदिनुहोस् होला थ्याङ्क यू बाई बाई